हेलो गाइज, म विष्णु थारू फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु र अहिलेको भिडियो चाहिँ एउटा भ्लग बनाएको छु र तपाईँले देख्न सक्नुहुन्छ म अहिले एथलान्टिस द रोयल जहाँ म चाहिँ काम गर्छु र जहिले पनि कति कन्टेन्ट बनाउनु कहिलेकाहीँ भ्लग पनि बनाउनु पर्छ र मैले कमेन्टमा पनि यसो पाएको थिएँ तपाईँले अलि भ्लग पनि बनाउनु होला भनेर मैले यो भिडियो बनाएको छु र तपाईँले देख्न सक्नुहुन्छ र यो मर्निङको टाइम हो त्यही भएर अहिले गेस्टको फ्लो छैन र मैले बिहान उठेर म ब्रेकफास्ट खान जान लागेको थिएँ र मैले यसो एउटा भिडियो बनाइदिउँ भनेर अहिले तपाईँले भिडियो देख्न सक्नुहुन्छ र यो एथलान्टिस द रोयलको लब्बी हो। तपाईँले देख्न सक्नुहुन्छ स्ट्याचु, जुन चाहिँ यो स्ट्याचुले हिस्ट्री जनाउँदो रहेछ दुबईमा पहिलो थोपा पानी परेको भनेर। र यो एथलान्टिस द रोयल अल्ट्रा लग्जरी होटल हो। तपाईँले देख्न सक्नुहुन्छ यहाँको डिजाइन, डेकोरेसन र तपाईँले अगाडि एक्वेरियम देख्न सक्नुहुन्छ, फिसहरू पौडिराखेका र म यहाँ आएर 10 मिनट स्पेन्ड गरेँ होला टाइम र यहाँ आएर कस्तो भिडियो बनाऊ जस्तो लाग्थ्यो, त्यही भएर यहाँ बसेको थिएँ। र यो एथलान्टिस द रोयल वर्ल्डको 6 नम्बर होटलमा पर्दो रहेछ र अरू साथीहरूले मेरो भिडियोमा कमेन्ट गर्ने गर्दछन् तपाईँले त्यहाँ एथलान्टिस द रोयलमा कसरी पुग्नुभयो। मैले नेपालदेखि नै एप्लाई गरेको एथलान्टिस द रोयलमा आउनलाई र मैले फ्रीमै आएको, जिरो कस्टमा र मैले इन्टर्नमा आएको थिएँ र यहाँ इन्टर्न सकेर मैले काम गर्ने एउटा सुनौलो अवसर पाएको छु र जुन रेस्टुरेन्टमा काम गर्छु म अवश्य नै एक दिन तपाईँहरूलाई देखाउने छु अर्को भ्लगमा। तपाईँहरूले मैले काम गरेको रेस्टुरेन्ट देख्न सक्नुहुन्छ र त्यो रेस्टुरेन्टमा म एज अ गेस्ट बनेर डाइनिङ एक्सपिरियन्स गर्न जान्छु र तपाईँले देखाउने छु, किनभने आफूले जुन रेस्टुरेन्टमा काम गर्दाखेरि हामीले भिडियो बनाउन अलाउ छैन र मैले यो दिन होटलमा बसेको थिएँ, त्यही भएर म बिहानै उठेर म यसो भिडियो बनाएको थिएँ र तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडि एक्वेरियम छ। फुलहरू त रङ्गी बिरङ्गी हुँदो रहेछन् र माछाहरू पनि धेरै किसिमका छन् रङ्गी बिरङ्गी। अब म एकछिनमा अब ब्रेकफास्ट खान जान्छु, तपाईँले देखाउने छु। र यो होटलमा धेरै रेस्टुरेन्टहरू छन् र आज जुन रेस्टुरेन्टमा जान्छु ब्रेकफास्ट खान म तपाईँलाई अहिले देखाउने छु। र यसो एकछिनमा ब्रेकफास्ट खाएर म यसो बाहिरतिर डुल्न जान्छु र बाहिरको भ्यूज पनि तपाईँले देखाउने छु अर्को भिडियोमा। र तपाईँहरूले अवश्य नै मेरो भिडियो हेर्न चाहनुहुन्छ भने अवश्य नै मसँग टच भएर बस्नु होला र यो भिडियो पनि अवश्य नै लाइक गरिदिनु होला। र यो बिहानको हुनुको कारणले मैले यो रेस्टुरेन्टमा जाँदाखेरि त्यस्तो बुफेहरू धेरै थिएन, धेरै जसो सबै बिहानको ब्रेकफास्टमा तपाईँले पनि थाहा छ होला सबै ब्रेड र बटर अथवा बेकरी आइटम हुँदो रहेछ। बुफेमा देख्न सक्नुहुन्छ क्रुसन, डेनिस, चकलेट डेनिस, सिनामन रोल, मफिन र म तपाईँहरूलाई अर्को भिडियोमा यही डिनर